स्वीकार्यताबाट सुरुवात, विशेषज्ञका सुझाव, वास्तविक भोगाइहरू, परिवर्तन सम्भव छ, समझदारीतर्फको यात्रा। दिशा फाउन्डेसनको प्रस्तुति र एसटिजी स्टुडियोको प्राविधिक सहयोग। लिभिङ विथ अटिजम, रियल भोइसेस, रियल स्टोरिज। स्वीकार्यताबाट सुरुवात, समझदारीतर्फको यात्रा। नमस्कार, म सरिता। भिडियो पडकास्ट श्रृङ्खला लिभिङ विथ अटिजम, रियल भोइसेस, रियल स्टोरिज लिएर हामी उपस्थित छौँ। आज हामी अटिजम भएका बालबालिकामा सेन्सरी समस्या किन देखिन्छ र अभिभावकहरूले आफ्नो बालबच्चामा सेन्सरी समस्या छ या छैन भनेर कसरी थाहा पाउने भन्ने विषयमा कुराकानी गर्छौँ। र कुराकानीको लागि हामीसँग हुनुहुन्छ विगत 9 वर्षदेखि अटिजम केयर नेपाल सोसाइटीमा सेन्सरी इन्टिग्रेसन थेरापिस्टको रूपमा काम गर्दै आइरहनु भएको सेन्सरी इन्टिग्रेसन थेरापिस्ट रोजिना म्याम। स्वागत छ म्याम हजुरलाई। हजुर नमस्ते। आराम हुनुहुन्छ? हजुर। सुरुमै यो सेन्सरी इस्यु भनेको के हो त्यो बुझाइदिनुहोस् न। ओके, सो सेन्सरी इस्यु भन्दाखेरि चाहिँ सबभन्दा फर्स्टमा हामीले सेन्सरी भनेको के हो भन्न एकदमै जरुरी छ। सो हामीले जति पनि अब एकदम आजकल मिडियाहरूमा, युट्युबहरूमा, नेटहरूतिर तपाईँले सर्च गर्नुभयो भने सेन्सरी इन्टिग्रेसन थेरापी चाहिन्छ अटिजम भएको बच्चाहरूलाई, अरू अकुपेसन थेरापी चाहिन्छ भन्ने कुराहरू धेरै सुन्नुभएको होला हजुरहरूले है। सो सेन्सरी इन्टिग्रेसन भन्ने बित्तिकै फर्स्टमा के बुझ्नुपर्ने हुन्छ भन्दाखेरि यसलाई ब्रेकडाउन गर्दाखेरि सेन्सरीलाई इन्टिग्रेट गर्ने। सो बेसिकली कुनै पनि सेन्स हाम्रो वरिपरिको इन्भाइरोमेन्टबाट प्लस आफ्नो शरीरबाट आइरहेको सेन्सरलाई चाहिँ अर्गनाइज गर्ने गर्छ कि ब्रेनले चाहिँ। सो अर्गनाइज गरिसकेपछि चाहिँ त्यसलाई चाहिँ एउटा मिनिङ दिन्छ कि ओके के आइरहेछ त, के भइरहेछ त भन्ने कुरा। त्यो एन्टायर प्रोसेसलाई नै हाल्छ। त्यही एन्टायर प्रोसेसलाई चाहिँ हामीले सेन्सरी इन्टिग्रेसन भनेर भन्न सकिन्छ। सामान्यतया अटिजम भएको बालबालिकामा सेन्सरी समस्या देखिएको नै हुन्छ होइन। हामीले हाइपर एक्टिभ हुन्छन्, त्यस्तो समस्या देखेपछि के सेन्सरी इस्यु होला भनेर अभिभावकले कसरी थाहा पाउने र अटिजम भएको बालबालिकामा सेन्सरी समस्या चाहिँ किन हुन्छ म्याम? ओके, सो सेन्सरी समस्या किन हुन्छ भन्दाखेरि हामीले अटिजमलाई बुझ्दाखेरि मेन प्रब्लम भनेकै प्रोसेस गर्ने गाह्रो हुने हो कि। तपाईँले नर्मली अब एमआरआईहरू हेर्नुभयो भने धेरै पेरेन्ट्सहरूले भन्नुभएको सुन्नुभएको होला एमआरआई त नर्मल छ, डक्टरहरूले पनि त्यही नै भन्नुहुन्छ, लाइक इमेजिङ हेरिसकेपछि चाहिँ स्ट्रक्चर्सहरू सबै नर्मल छ, ब्रेनमा केही पनि प्रब्लम छैन भन्ने कुराहरू हुन्छ। सो प्रब्लम कहाँ छ त भन्दाखेरि वायरिङमा प्रब्लम हो कि। हजुर। सो त्यो वायरिङमा प्रब्लम हुनु भनेकै सेन्सरी इन्टिग्रेसनमा डिस्टर्बेन्स हुने भयो कि बेसिकली। सो अब वायरिङलाई हामीले कसरी बुझ्न सकिन्छ भन्दाखेरि नर्मल लेम्यान ल्याङ्ग्वेजमा चाहिँ हामीले जस्तै इलेक्ट्रिकल वायरिङहरू हुन्छ नि, इलेक्ट्रिकल वायरिङमा कस्तो हुन्छ लाइक मोटो तार युज गरेको छ भने त्यसले अलिकति धेरै क्यापासिटी लिन सक्ने हुन्छ, धेरै लोड चाहिँ थाम्न सक्ने हुन्छ। सो त्यसरी नै वायरिङ थिन छ भने चाहिँ के हुन्छ त अलिकति क्यापासिटी लिन नसकिने हुन्छ। 3-4वटा अप्लायन्सहरू जोड्ने बित्तिकै त्यसमा अब बर्नआउट हुने चान्सेसहरू हुन्छ, फ्युज जाने चान्सेसहरू हुन्छ। सो अटिजममा पनि हाइपर सेन्सिटिभ र हाइपो सेन्सिटिभ भनेर जुन भन्छौँ नि त्यही नै हो कि। सो वायरिङ कसरी भइरहेछ त्यो अनुसार चाहिँ ओभरलोड लाइक धेरै लोड लिन सक्ने हुन्छ कि, धेरै सेन्सरी इनपुट लिन सकिने हुन्छ कि, धेरै लिन नसकिने हुन्छ र हामीलाई जुन नर्मल लाग्ने हुन्छ नि त्यति पनि लिन नसक्ने हुन्छ त भन्ने कुराहरू आउँछ कि। यो हाइपर सेन्सिटिभ भनेको कस्तो र हाइपो सेन्सिटिभ भनेको कस्तो अलिकति सरल तरिकाले बुझाइदिनुहोस् न। ओके, सो हाइपर सेन्सिटिभ भन्ने बित्तिकै कस्तो भने नर्मल इनपुट आउने बित्तिकै जस्तै यहाँबाट मलाई लाइट आइरहेको हुन्छ, तपाईँको आवाजहरू आइरहेछ, यो चाहिँ मलाई कस्तो हुन्छ भने बडी लाग्छ कि सेन्सिटिभ हुन्छ कि म त्यो सेन्ससँग चाहिँ। सो सेन्सिटिभ हुने बित्तिकै मैले त्यो कुरालाई चाहिँ अभोइड गर्न खोज्छु कि। अब तपाईँलाई जुन कुरा चाहिँ नर्मल लागिरहेछ त्यो मेरो लागि चाहिँ बडी भयो कि, सेन्सिटिभ भयो कि म त्यो सेन्ससँग चाहिँ। सो त्यसलाई चाहिँ हाइपर सेन्सिटिभ भन्ने भयो। सो हाइपर सेन्सिटिभ बच्चाले चाहिँ युजली सेन्सहरूलाई चाहिँ अभोइड गरेर आएको हुन्छ कि। हामीलाई नर्मल लागेको अभोइड पनि बच्चालाई चाहिँ हामीलाई टर्च लाइटले बालेर आँखामा देखाएको जस्तो हुन्छ कि। अब साउन्डको केसमा हो भने जस्तो हामीलाई नर्मली प्रेसर कुकरको आवाज भनेको एकदमै लाइक न्युट्रल लाग्छ, त्यस्तो बित्दै डिस्टर्बिङ लाग्दैन। तर जो बच्चा चाहिँ एकदम हाइपर सेन्सिटिभ टु साउन्ड छ त्यो बच्चाको लागि चाहिँ त्यो साउन्ड एकदमै धेरै लाइक हामीलाई बम पड्केको जस्तै हुने भयो कि। जसले गर्दाखेरि बच्चालाई चाहिँ त्यो कुरा डिस्टर्बिङ हुन्छ अनि ओभरफ्लो हुन्छ, लाइक डिफ्रेन्ट तरिकाको एग्रेसिभ बिहेभियर अर कुनै पनि इनअप्रोप्रिएट तरिकाको बिहेभियरहरू देखाउने चान्सेस चाहिँ हुन्छ। हजुर, अझै यसलाई सिम्पल तरिकाले बुझ्नलाई र अभिभावकहरूले चाहिँ अटिजम डायग्नोसिस भयो कुनै एउटा बच्चाको होइन, तर ऊ चाहिँ घरमा उहाँले यो हाइपर सेन्सेसन हाइपो सेन्सेसन उहाँले बुझ्नु भएको छैन, तर बच्चा चाहिँ अलिकति चकचक गर्ने होइन, अब माथि माथि चढ्ने, स्पिनिङ गर्ने होइन, जम्प गर्ने त्यस्तो छ भने चाहिँ अभिभावकले यो मेरो बच्चालाई चाहिँ कस्तो खालको सेन्सरी समस्या रहेछ भनेर चाहिँ के तरिकाले थाहा पाउन सकियो?
सो फर्स्ट चाहिँ म के रेकमेन्ड गर्छु सबैजना पेरेन्ट्सहरूलाई भन्दाखेरि आफैले पनि डायग्नोज गर्नु भन्दाखेरि पनि एउटा चाहिँ नोट डाउन गर्नु पऱ्यो बच्चालाई के कुरामा गाह्रो भइरहेछ भन्ने कुरा, अनि त्यो अनुसार चाहिँ प्रोफेसनलसँग एउटा असेसमेन्ट गर्नुभएको चाहिँ बेटर हो धेरै अज्युम गर्नुभन्दा पनि है। अब त्यो चाहिँ किन भनेको भन्दाखेरि चाहिँ युजली हामीले अब पेरेन्ट्सहरूले के याद गर्नु पऱ्यो भने फर्स्टमा चाहिँ कुनै पनि रियाक्सनलाई अरू कुनै पनि इनपुटलाई चाहिँ अलिक इन्टेन्स तरिकाले रियाक्ट गरिरहेछ बच्चाले, इन्टेन्सिभ रेस्पोन्स के कुनै पनि नर्मल साउन्डलाई पनि एकदमै एक्जाजरेट गरेर उसले रेस्पोन्स गरिरहेछ, अरू कुनै पनि नर्मल साउन्डलाई उसले रेस्पोन्सै गरिरहेको छैन। सो इन्टेन्समा हुन्छ कि इदर एकदमै रेस्पोन्स गर्छ अरू रेस्पोन्सै गर्दैन कि। यस्तो तरिकाको बिहेभियर तपाईँले याद गरिराख्नु भएको छ भने चाहिँ सेन्सरी इस्यु हो कि भनेर अज्युम गर्न सकिन्छ क्या हामीले। हामी अब सामान्य केही एक्टिभिटिजहरू त्यस्ता हुन सक्छन् जसरी चाहिँ त्यो अभिभावकले चाहिँ बच्चालाई सहयोग गर्न सकुन् सेन्सरी समस्या देखिएको खण्डमा। ओके, सो त्यसमा चाहिँ फर्स्टमा त अब सेन्सरी इस्युको विभिन्न कारणहरू हुन्छ, प्लस लाइक विभिन्न तरिका पनि हुन्छ कि। जस्तै कोही चाहिँ हाइपर सेन्सिटिभ हुन्छ, कोही चाहिँ हाइपो सेन्सिटिभ हुन्छ, जुन अघि मैले भने नि कसैले चाहिँ धेरै सेन्सहरू डिमान्ड गर्छ, बडीमा धेरै इनपुट चाहिन्छ, एक ठाउँमा बस्नु पऱ्यो भने गाह्रो हुन्छ, उफ्रिनुपर्छ दौडिनुपर्छ भने कोही बच्चा चाहिँ एक्ज्याक्टली अपोजिट पनि हुनसक्छ कि एकै ठाउँमा बस्नु मन पराउने, एउटै कर्नरमा बस्न मन पराउने, धेरै तलमाथि गर्न गाह्रो मान्ने, भर्याङबाट तल चढ्नु पऱ्यो भने गाह्रो हुने। जस्तै अब इभन यही चेयरमा बस्न पनि एकदमै गाह्रो हुन्छ किनभने खुट्टाले प्रपरली भुइँमा टच गरिरहेको छैन, प्लस यो एकदम अलिकति मुभ भइरहेछ, सो बच्चाको लागि एकदमै त्यो ओभर इनपुट आइरहेको हुनसक्छ। सो डिफ्रेन्ट तरिकाको हुने भएको भएर चाहिँ प्लस अर्को एउटा एकदमै याद गर्नुपर्ने पेरेन्ट्सहरूले भनेको आजकल चाहिँ सेन्सरी इस्यु भन्ने बित्तिकै बच्चा हाइपर सेन्सिटिभ र हाइपो सेन्सिटिभ भयो भने मात्रै सेन्सरी इस्यु भनेर भनिन्छ कि। तर जस्तै सेन्स फिल गरिरहेछ तर कस्तो सेन्स फिल गरिरहेको छैन, कुनै पनि स्पेसिफिक सेन्स फिल गरेर छैन भने पनि त्यसलाई सेन्सरी इस्यु भन्न मिल्छ कि। जस्तै मैले यो कुरा टच गरिरहेको छु, मैले तातो चिसो भन्न सकिरहेको छैन कि, तातोलाई पनि मैले त्यही तरिकाले रेस्पोन्स गरिरहेको छु, चिसोलाई पनि मैले त्यही तरिकाले रेस्पोन्स गरिरहेको छु, अनि त्यो पनि एउटा तरिकाको सेन्सरी इस्यु हो कि। सो स्पेसिफिक कुन सेन्समा प्रब्लम भएको अनि कुन तरिकाले सेन्स भएको त छुट्याउन नसकेको हो कि बढी भएको हो कि कम भएको, त्यो अनुसार चाहिँ हामीले उसलाई प्लान गरिदिनु पर्ने हुन्छ कि। सो एज अ पेरेन्ट चाहिँ तपाईँहरूले केसम्म गर्न सकिन्छ भने बच्चालाई अब टचसँग इस्युजहरू छ भने चाहिँ सबभन्दा बढी गराउन सकिने भनेको एक्सपोजर हो कि हामीले, किनभने हाम्रो ब्रेनको डेभलपमेन्ट कसरी हुन्छ भनेर हामीले बुझ्दाखेरि चाहिँ न्युरोसाइन्स बुझ्दाखेरि चाहिँ एउटा भनेको हेरिडिटीबाट हुने भयो, अर्को भनेको इन्भाइरोमेन्टबाट हुने भयो, त्यो हामीले थाहा नै भएको कुरा भयो। सो हेरिडिटीबाट हुने कुरा त भइ नै हाल्छ, एक्सपोजरले गर्दाखेरि पनि उसको सेन्सरी डेभलपमेन्ट और ब्रेन डेभलपमेन्टमा एकदमै ठुलो रोल खेल्न सक्छौँ कि हामीले, उसको डेभलपमेन्टमा सपोर्ट गर्न सक्छौँ। सो एज अ पेरेन्ट तपाईँले जति एक्सपोजर दिन सक्नुभयो, जस्तै अब लाइटसँगको एक्सपोजर दिने, डिफ्रेन्ट तरिकाको टचसँगको एक्सपोजर दिने, मुभमेन्टसँगको एक्सपोजर्सहरू दिने, इभन टेस्टको कुराहरूमा पनि डिफ्रेन्ट तरिका, कहिले अलिकति रफ कुराहरू अलिकति च्युई कुराहरू खुवाउन दिने भने कहिलेकाहीँ चाहिँ अलिकति म्यास गरेको कुराहरू खान दिने, डिफ्रेन्ट टेक्स्चरसँग फेमिलियरहरू गरेर पनि हामीले घरमा काम गर्न सक्छौँ है। यहाँनिर मलाई हामीले कुरा गर्दै गर्दा अहिले लागेको एउटै बच्चामा पनि त्यो दुवै खालको सेन्सरी समस्या हुनसक्छ, हाइपो र हाइपर एकदमै हुनसक्छ। जस्तै कोही बच्चा मुभमेन्टसँग चाहिँ एकदम डिमान्डिङ हाइपर सेन्सिटिभ, सो धेरै डिमान्डहरू गर्छ भने टेस्टसँग चाहिँ एकदम हाइपर सेन्सिटिभ पनि हुनसक्छ कि, अलिकति क्रन्ची हुने बित्तिकै नखाने, अरू अलिकति लाइक डिफ्रेन्ट टेक्स्चरको चुई कुरा हुने बित्तिकै अरू अलिकति सलिड हुने बित्तिकै खान गाह्रो हुनसक्छ कि। सो जस्तै हामीले नर्मली भात खाँदाखेरि स्यान्ड पेपर खाएको जस्तै हो कि। सो त्यसरी जति हामीलाई डिस्कम्फर्ट हुन्छ नि त्यसरी नै हुन पनि सक्छ कि। सो त्यो भएर एउटै बच्चामा पनि हाइपर सेन्सिटिभ हाइपो सेन्सिटिभ हुन सकिन्छ। यो सेन्सरी समस्या भएको बालबालिकालाई चाहिँ डेली रुटिनमा कस्तो खालको असर पर्न सक्छ? एकदमै राम्रो क्वेसन है यो, एकदमै धेरै अफेक्ट गर्छ। किनभने नर्मली कस्तो हुन्छ नि, हामीले कुनै पनि एउटा जस्तै मैले हात मात्र उठाउनको लागि पनि सेन्सरी प्रोसेसिङ हुनुपर्छ कि। मैले कुनै पनि मिनिङ नभइकन हात त उठाउँदिनँ होला नि त होइन। जस्तै मलाई के कुरा एक्सप्रेस गर्नु छ, त्यो एक्सप्रेस किन गर्नु छ त मलाई के कुरा फिल भयो होला। जस्तै मलाई अहिले गर्मी भइरहेछ, गर्मी भएको कारणले मैले अब मलाई फ्यान अन गरिदिनु भनेर भन्नु पऱ्यो। सो भन्नु अगाडि चाहिँ मैले जेस्चरको थ्रुबाट देखाउनु पऱ्यो भने मैले हात उठाएँ भने, सो मलाई यो हात उठाउनुको मेन रिजन के भयो त, मेरो सेन्सले चाहिँ के भनिरहेछ त, मलाई गर्मी भयो
भयो भन्ने कुरा गरिरहेछ कि, जसलाई चाहिँ हामी इन्टेरोसेप्टिभ सेन्स भनेर भन्छौँ। त्यो सेन्सले चाहिँ मेरो ब्रेनमा चाहिँ मलाई गर्मी भयो भन्ने कुरा इन्फर्मेसन आइसकेपछि मेरो ब्रेनले अब प्रोसेस गर्छ के सल्युसन दिँदाखेरि चाहिँ मलाई चाहिँ कम्फर्टिङ फिल हुन्छ त भन्ने कुरा गर्छ। सो मेरो ब्रेनले अब पहिलाको पास्ट एक्सपिरियन्स जुन हामीले एक्सपोजरको कुरा गर्छौँ नि, मेरो पहिलाको एक्सपोजर अनुसार के छ त, मलाई गर्मी हुँदाखेरि कसैले फ्यान अन गरिदिएको थियो भने चाहिँ मलाई कम्फर्टिङ हुन्छ भन्ने कुरा उसले रेकर्ड गरेर हुन्छ कि ब्रेनले। सो अब ब्रेनले के भन्छ त, ओके फ्यान अन गर भन्नुपर्ने छ भन्ने कुरा हुन्छ। अब त्यसले फेरि काम हराउनु पऱ्यो नि त हाम्रो बडी पार्टलाई, जुन एउटा मुभमेन्टको थ्रुबाट एउटा बिहेभियरको थ्रुबाट निस्किन्छ। सो के गर्छ त, हात उठाउनु भनेर भन्छ, अनि मैले बल्ल बोल्न पाइयो। सो कुनै पनि एउटा मुभमेन्ट गर्नको लागि नै एउटा प्रोसेसिङ हुनुपर्ने हुन्छ भने हामीले नर्मली डेली फङ्सनिङलाई अज्युम गर्दाखेरि कति फङ्सनिङ गर्नुपर्ने हुन्छ क्या। हात ब्रस गर्ने कुराहरू भयो, टोइलेटिङको कुराहरू भयो, लुगा लाउने कुराहरू भयो, बिहान उठेदेखि नसुतेसम्म हामीले विभिन्न क्रियाकलापहरू गरिरहेको हुन्छौँ। सो इच एन्ड एभ्री कुरा गर्नको लागि नै सेन्सरी प्रोसेसिङ गर्नुपर्ने भइरहेको हुन्छ। सो कुनै पनि बच्चालाई सेन्सरीसँग इस्युजहरू छ, सेन्सरी इन्टिग्रेसनमा प्रब्लम छ भने चाहिँ इच एन्ड एभ्री फङ्सन नै डिफिकल्ट हुने भयो कि। तर केमा डिपेन्ड हुन्छ भन्दाखेरि बच्चालाई के कुरामा इस्यु भइरहेछ त, जस्तै लाइटसँग इस्यु छैन भने उसलाई घाममा जान प्रब्लम भएन, लाइटमा बस्नलाई प्रब्लम भएन। तर कुनै स्पेसिफिक सेन्समा उसलाई इस्यु छ भने चाहिँ त्यहीसँग रिलेटेड उसको डेली फङ्सनिङमा चाहिँ अफेक्ट गर्ने भयो। जस्तै ओरलसँग इस्यु छ भने उसलाई मिल टाइम गाह्रो हुने भयो, उसलाई सेल्फ रेगुलेट गर्न गाह्रो भइरहेछ भने स्लिपिङमा गाह्रो हुने भयो, उसलाई जस्तै मुभमेन्टसँग रिलेटेड इस्युजहरू छ भने चाहिँ उसलाई तलमाथि भर्याङ तलमाथि गर्न अरू मुभमेन्टहरू गर्न, जम्पिङ एक्टिभिटीहरू गर्न गाह्रो हुने भयो। सो कुन सेन्ससँग इस्युज भइरहेछ त्यहीसँग रिलेटेड फङ्सनल एक्टिभिटीहरूमा चाहिँ अफेक्ट गर्छ। यो कुरालाई अलिकति डिटेलमा बुझौँ न। सामान्य हामीले बुझ्दा चाहिँ हाम्रो 5 सेन्स हुन्छ भनिन्छ होइन, तर अटिजमको केसमा जब हामी अकुपेसनल थेरापीको लागि जान्छौँ त्यति बेलामा चाहिँ सायद 7वटा सेन्सको कुरा हुन्छ, 8वटा सेन्सको कुरा हुन्छ होला। त्यो एक्स्ट्रा 3वटाको चाहिँ अलिकति बुझाइदिनुहोस् न के हो त्यो। सो यो सेन्स बुझ्न एकदमै जरुरी छ इफ लाइक सेन्सरी इन्टिग्रेसन बुझ्नु नै छ भने चाहिँ। सो नर्मली हामीले स्कुलदेखि पढ्दै आएको भनेको वी हेभ 5 सेन्स अर्गन भनेर पढ्दै आएको नै हो। सो त्यो रङ चाहिँ भन्दिनँ म, तर त्यो चाहिँ के हो भन्दाखेरि एक्सटर्नल सेन्स हो कि, जुन हामीले बाहिरबाट देखिने सेन्स भयो। त्यो बाहेक अर्को 3टा भनेको लुकेको सेन्स हुन्छ जुन चाहिँ इन्टर्नल हो कि, हाम्रो भित्र हुन्छ। सो एउटा भनेको भेस्टिबुलर भयो जुन चाहिँ हाम्रो कानको भित्र हुन्छ कि, इनर एयरतिर हुन्छ। अर्को भनेको प्रोप्रियोसेप्टिभ भनेर भन्छौँ जुन चाहिँ हाम्रो मसल्सहरू र जोइन्टहरूमा हुन्छ। अनि अर्को भनेको थर्ड वान भनेको इन्टेरोसेप्टिभ सेन्स जुन चाहिँ हाम्रो अर्गन्समा भइरहेको हुन्छ। यिनीहरूको फङ्सन के हो त्यो पनि बुझाइदिनुहोस् न। अफकोर्स। सो भेस्टिबुलरले चाहिँ हाम्रो मुभमेन्ट र ब्यालेन्स गर्नलाई चाहिँ हेल्प गरेर हुन्छ कि, जस्तै म अहिले यति मुभ गरिरहेको छु अरू म हिँड्दाखेरि त्यो जति पनि मुभमेन्ट मैले गर्न सकिरहेको छु किनभने मेरो भेस्टिबुलर सेन्सले चाहिँ मलाई इन्फर्मेसन दिइरहेछ कि, ओके मलाई म राइटतिर मुभ भइरहेको छु, म लेफ्टतिर मुभ भइरहेको छु भन्ने कुरा मलाई इन्फर्मेसन दिइरहेछ। प्लस मेरो बडीले ब्यालेन्स गर्न सकेन भने कसरी चाहिँ मेरो बडीलाई ब्यालेन्स गर्ने त भन्ने कुराको बारे इन्फर्मेसन दिइरहेको हुन्छ, जसले गर्दाखेरि मेरो बडी चाहिँ ब्यालेन्स तरिकाले चाहिँ मुभमेन्ट गर्न सपोर्ट गर्छ। सो बेसिकली भेस्टिबुलर सेन्सले गर्ने भनेको मुभमेन्ट र ब्यालेन्स भयो है। अर्को कुरा भनेको प्रोप्रियोसेप्टिभ सेन्स हो कि। अब यो प्रोप्रियोसेप्टिभ सेन्स भनेको चाहिँ मैले अघि पनि भने मसल्स र जोइन्टहरूमा हुन्छ। यसले गर्दाखेरि चाहिँ हामीलाई कति प्रेसर लगाउने त, कुन सामान, जस्तै मैले अन्डा समात्नु पऱ्यो भने कति प्रेसरमा समात्ने त भन्ने इन्फर्मेसन दिन्छ। जस्तै मैले ग्लास समात्नु उचाल्नु पऱ्यो भने कति प्रेसरमा चाहिँ उचाल्ने त, कति फोर्स लगाउने त भन्ने हुन्छ। मैले जस्तै कुनै पनि एउटा अब्जेक्टलाई चाहिँ फाल्नु पऱ्यो भने कति फोर्समा मैले फाल्दाखेरि त्यो डस्टबिनसम्म पुग्छ त भन्ने कुराहरू क्यालकुलेसन गर्नलाई सपोर्ट गर्छ कि। सो यो भनेको बेसिकली प्रोप्रियोसेप्टिभको फङ्सन्स भयो। यसले फोर्सहरू प्रेसरहरूसँग चाहिँ त्यो गर्न सजिलो बनाउँछ। अनि अर्को एउटा कुरा भनेको थर्ड भनेको चाहिँ हाम्रो इन्टेरोसेप्टिभ सेन्स हो, जुन अघि पनि मैले भने मलाई गर्मी भइरहेछ भन्ने कुरा फिल चाहिँ मेरो इन्टर्नल सेन्स चाहिँ कसले दिइरहेछ त, मलाई इन्टेरोसेप्टिभ सेन्स चाहिँ दिइरहेछ। यो भनेको अर्गनभित्र हुन्छ, जसले गर्दाखेरि चाहिँ मलाई भित्रको इन्फर्मेसन्सहरू थाहा हुन्छ कि, जस्तै मलाई अब टोइलेट जानु परिरहेछ अरू मलाई पानी प्यास लागिरहेछ भन्ने कुरा, मलाई कतै चिलाइरहेछ भन्ने कुराहरू अलिकति भित्रको इन्फर्मेसन्सहरू चाहिँ बेसिकली इन्टेरोसेप्टिभ अर्गनबाट रिलेटेड इन्फर्मेसन्सहरू चाहिँ इन्टेरोसेप्टिभले दिने भयो। सेन्सरी इन्टिग्रेसन थेरापीले चाहिँ यो खालको सेन्सरी समस्यालाई चाहिँ कसरी सपोर्ट गर्न सक्छ? एकदमै हामीले मेनली काम गर्ने भनेको युजली सेन्सरी इन्टिग्रेसनमा काम गर्ने भनेकै यही भेस्टिबुलर, प्रोप्रियोसेप्टिभ र ट्याक्टाइल 3टा सेन्सलाई चाहिँ हामीले एकदमै धेरै प्रायोरिटाइज गर्छौँ कि, किनभने यही सेन्सको थ्रुबाट चाहिँ अरू सेन्सलाई च्यालेन्ज, अरू सेन्समा केही इस्युजहरू छ भने चाहिँ त्यसमा काम गर्न सकिन्छौँ कि। सो त्यो भएको भएर
भएर हामीले अब अटिजममा युजुअली तपाईँले थेरापी गराउन जाँदाखेरि स्विङ त जहाँ पनि देख्नुभएको हुन्छ तपाईँले है। सो नर्मली थेरापी हेर्दाखेरि बच्चासँग खेलेको जस्तो मात्रै देखिन्छ कि बाहिरबाट हेर्दाखेरि बच्चालाई कहिले उफारेको छ, कहिले चाहिँ फेरि ट्रेम्पोलिनमा जम्प गराएको छ, कहिले स्विङमा खेलाएको छ, कहिले बोल्स्टरमा रोल गराएको छ। बेसिकली हामीले गर्ने भनेको मुभमेन्ट मात्रै नै हो है। त्यो मुभमेन्ट गर्दाखेरि पनि कस्तो हुन्छ भने बाहिरबाट हेर्दाखेरि एकदम फन हुन्छ, तर इन्टरनली चाहिँ के भइरहन्छ एकदम इन्टेन्स तरिकाको न्युरोसाइन्स छ क्या त्यसमा चाहिँ। सो जति तपाईँले मुभमेन्ट दिन्छ बडीले के गरेर हुन्छ त त्यति नै इनपुटहरू प्रोसेस गरेर हुन्छ कि त्यति नै इन्फर्मेसन्सहरू ब्रेनमा लिएर हुन्छ। अनि ब्रेन भनेको यस्तो चिज हो जति फङ्सनिङ गर्यो त्यति नै नयाँ पाथवेहरू क्रिएट गर्ने चिज हो कि। सो त्यो भएको भएर चाहिँ हामीले नर्मली चाहिँ मुभमेन्ट अनि प्रेसर र ट्याक्टाइल टचको सेन्सहरू इनपुट धेरै दिएर चाहिँ पाथवेहरू क्रिएट गर्नलाई चाहिँ सपोर्ट गर्छौँ बच्चाहरूलाई। सो त्यसरी नै बच्चालाई चाहिँ काम डाउन गर्न, रेगुलेट गर्न अनि कुनै कुरामा अटेन्सन दिनलाई चाहिँ सपोर्ट गर्छौँ। अर्को कुरा जान्न मन लाग्यो नि रोजना म्याम, जस्तै मलाई मात्र होइन धेरै प्यारेन्ट्सहरूलाई यो लाग्छ होला, हामीले अकुपेसनल थेरापी अथवा सेन्सरी इन्टिग्रेसन थेरापी बच्चालाई कहिलेबाट सुरु गर्ने र यो चाहिँ कति समयसम्म गर्नुपर्छ होला? एकदमै राम्रो क्वेसन यो। सो कस्तो हुन्छ भन्दाखेरि बच्चालाई डायग्नोसिस कहिले भएको छ भन्ने कुरा आउँछ फर्स्टमा। सो डायग्नोसिस हुने बित्तिकै चाहिँ हामी रेकमेन्ड गर्छौँ, किनभने हामीले धेरै सुनेको छौँ नि अर्ली इन्टरभेन्सन गराउनुपर्छ। अर्ली इन्टरभेन्सनले गर्दाखेरि चाहिँ बच्चामा चाहिँ चाँडो प्रोग्रेस आउँछ, राम्रो प्रोग्रेस आउँछ भन्ने कुराहरू छ नि त। अब सेन्सरी पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ कस्तो हुन्छ भने चाहिँ ब्रेनको जुन डेभलपमेन्टको पार्टहरू कुरा गर्छौँ हामीले 7 इयर्ससम्म चाहिँ हाम्रो यो न्युरोप्लास्टिसिटी भनेर जुन भन्छ नि, हाम्रो ब्रेनको नर्भस सिस्टमहरू पनि प्लास्टिक जस्तै नै हो। It stretched to some limit. एउटा डेभलप भइरहेको हुन्छ। 7 इयर्ससम्म चाहिँ यसको डेभलपमेन्ट चाहिँ एकदम ऱ्यापिड हुन्छ अनि पछि एकदम प्रोग्रेसिभ हुन्छ कि। सो त्यो भएको भएर चाहिँ हामीले 7 इयर्स भित्रमा अर 7 इयर्ससम्ममा चाहिँ हामीले राम्ररी थेरापी दिन सक्यौँ, बच्चाको डेभलपमेन्टमा चाहिँ सपोर्ट गर्न सक्यौँ भने चाहिँ बच्चाको प्रोग्रेस चाहिँ लङ रनसम्म चाहिँ एकदम सपोर्टिभ हुन्छ भनेर भन्छौँ। विभिन्न रिसर्चहरू पनि भएको छ, जस्तै 7 इयर्सको बच्चाको ब्रेनको चेक गर्दाखेरि र 9 इयर्सको चेक गर्दाखेरि त्यस्तो सिग्निफिकेन्ट डिफ्रेन्स हुँदैन कि। सो त्यसले के बुझ्न सक्छौँ भन्दाखेरि एउटा एज लिमिटसम्म चाहिँ प्रोग्रेसिभ डेभलपमेन्ट हुन्छ, त्यो पछि चाहिँ बिस्तारै स्ट्याग्नेन्ट हुँदै स्ट्याग्नेन्ट त नभनौँ अलिकति स्लो हुन्छ भन्ने कुरा चाहिँ गर्न सकिन्छ। सो त्यो भएको भएर चाहिँ जति सक्दो त्यति चाँडो चाहिँ हामीले इन्टरभेन्सन गरेको चाहिँ बेटर हुन्छ। अनि कहिलेसम्म गर्ने भन्ने कुराहरू चाहिँ अब त्यो चाहिँ बच्चामा डिपेन्ड गर्छ कि बच्चाले चाहिँ कसरी चाहिँ एडजस्ट गरिरहेछ त, कतिको प्रोग्रेस भइरहेछ बच्चालाई, बच्चाले कतिको बुझिरहेछ, कतिको रेगुलेट गर्न सकिरहेछ आफूलाई भन्ने कुराहरूमा डिपेन्ड गर्छ। हामीले अब सेन्सरी इन्टिग्रेसन गराउँदाखेरि देखिने आउटकम भनेको चाहिँ बेसिकली बच्चाको अटेन्सनहरू फोकसहरू बेटर हुँदै जान्छ, लर्निङहरू राम्रो हुँदै जान्छ। अब उसले मुभमेन्ट कम गर्ने भन्दाखेरि पनि उसले मुभमेन्ट गर्ने तरिका चाहिँ मोर अप्रोप्रिएट हुँदै जान्छ कि है। सो त्यो भएको भएर चाहिँ इफ बच्चा चाहिँ रेगुलेटेड हुन थाल्यो, अलिकति बच्चाले चाहिँ लर्निङमा चाहिँ बेटर गर्दैछ, उसले राम्ररी फोकस गर्न सकिरहेछ भने चाहिँ बिस्तारै पेरेन्ट्सहरूले घरमै पनि गर्न सकिन्छ यो थेरापी। सो अघि पनि भने मैले कुनै पनि थेरापी गराउनलाई प्रपर सेटअपै चाहिन्छ भन्दाखेरि इट्स अबाउट स्ट्राटेजिज अनि कन्सेप्टहरू है। तपाईँले स्विङ्गिङ भनेको घरमा पनि गराउन सकिन्छ, तर कसरी स्विङ्गिङ गराउने त, कति अमाउन्टसम्म गर्ने त, कस्तो इन्टेन्सिटीमा गर्ने त, कुन त पोजिसनमा चाहिँ स्विङ्गिङ गराउने त भन्ने कुराहरू डिफर गर्ने हो। सो प्रोफेसनलहरूसँग तपाईँहरूले चाहिँ कन्सल्ट गरेर चाहिँ के चाहिन्छ बच्चालाई होम प्रोग्रामहरू बनाएर चाहिँ हामीले गर्न सकिन्छ घरमै पनि। टोइलेट ट्रेन जो बच्चाहरू हुन अलिकति लेट भइरहेको हुन्छ उनीहरूलाई यो सेन्सरी सम्बन्धी समस्या भएर पनि हुनसक्छ एकदमै। सो टोइलेट ट्रेनिङ पनि एउटा फेरि एकदमै भास्ट कुरा भयो। टोइलेट ट्रेनिङ हुनमा गाह्रो हुने विभिन्न कारणहरू हुन्छ कि। एउटा भनेको कन्सेप्ट नबुझेर हुन्छ, अर्को भनेको अब केही स्पेसिफिक इस्यु नै भएर हुन्छ। सो केही स्पेसिफिक इस्युले गर्दाखेरि उसलाई फिलै भइरहेछ, टोइलेट आउन लागिरहेछ भन्ने कुरा उसलाई फिलै भइरहेको छैन भने तपाईँको सेन्सरी इन्टिग्रेसन थेरापीले सपोर्ट गर्छ। तर उसलाई चाहिँ फिलमा प्रब्लम होइन कि उसलाई कन्सेप्टमा प्रब्लम, जस्तै टोइलेट आयो भने म टोइलेट जानुपर्छ भन्ने कन्सेप्ट नभएको कारणले गर्दाखेरि चाहिँ उसले नापी वेट गरिरहेछ अरू लाइक ट्राउजरहरू वेट गरिरहेछ भने चाहिँ त्यसलाई चाहिँ सेन्सरी इन्टिग्रेसनले भन्दा पनि मोर अफ लाइक उसलाई सोसियल स्टोरिजहरू अरू लाइक उसलाई कम्युनिकेसनहरूमा काम गरेर चाहिँ सपोर्ट गर्न सकिन्छ। हजुर अघि हजुरले अर्को के कुरा कन्टिन्यू गर्दै हुनुहुन्छ? हजुर मैले यो जोडिहालेँ के छैन। सो मैले एउटा के एड अन गर्न खोजेको थिएँ भन्दाखेरि जुन हामीले भेस्टिबुलर र प्रोप्रोसेप्टिभ सेन्सको कुरा गऱ्यौँ नि, सो यसको मेजर फङ्सन्सहरू चाहिँ त्यो भइहाल्यो, मुभमेन्ट र त्यो भयो, अनि पछि
प्रोप्रोसेप्टिभको प्रेसरसँग रिलेटेड, फोर्ससँग रिलेटेड भयो। अब यो दुईवटा सेन्स चाहिँ एकदमै हाम्रो बडीमा चाहिँ ब्लेस्डवाला सेन्स पनि भन्छु कि म, जुन कुरा चाहिँ हामीले एकदमै बुझ्नुपर्ने छ। त्यो भनेको चाहिँ के हो भन्दाखेरि यो सेन्सले हाम्रो बडीलाई रेगुलेट गर्न सिकाउँछ क्या। द्याट इज द मोर इम्पोर्टेन्ट पार्ट हो कि यो सेन्सको। अनि हाम्रो अटिजम भएको बच्चाले यो सेन्सलाई एकदमै धेरै युज गर्नुको कारण पनि त्यही नै हो। सो रेगुलेट भन्दाखेरि के भन्न खोजेको मैले भन्दाखेरि जस्तै इमोसनल रेगुलेसनहरू भयो, कुनै पनि इमोसन्सहरू भेन्ट आउट गर्नको लागि अरू आफूलाई काम डाउन गर्नको लागि है। जस्तो एउटा सिम्पल नर्मल इक्जाम्पलको लागि हामीले पनि यो सेन्स एकदमै धेरै युज गरेर हुन्छौँ कि प्रोप्रोसेप्टिभ सेन्स र भेस्टिबुलर सेन्स। स्पेसिफिकली चाहिँ हामीलाई काम डाउन गर्नु पऱ्यो भने प्लस हामीले कसैलाई कम्युनिकेट गरेर भन्न सकेन भने है। जस्तै एउटा इक्जाम्पल मैले युजली दिने भनेको इन्जेक्सनको हो। सो मलाई सपोज इन्जेक्सनदेखि एकदमै डर लाग्छ भने कसैले मलाई लेफ्ट साइडमा मलाई इन्जेक्सन दिन खोजिरहेछ भने मैले राइट हातबाट चाहिँ कसैलाई बेसरी समात्छु अरू मैले चेयर एकदम बेसरी समात्छु कि त्यो हामीले किन गर्छ मलाई तपाईँको आफूले आफूलाई रेगुलेट गर्नलाई नै हैन। तर यो हामीलाई कसैले सिकाएको हो त हैन, यो आफै आयो नि त। सो यो सेन्स पनि अटोमेटिक फङ्सनिङ गर्छ कि यसलाई हामीले चाहिँ भोलिन्टरीली सोच्नु पर्दैन कि यसलाई ओके अब मेरो बडी यता गइरहेछ म मेरो बडीलाई ब्यालेन्स गर्न यता मुभ गर्छु भनेर भोलिन्टरीली सोच्नु पर्दैन कि यो सेन्सले अटोमेटिक फङ्सनिङहरू गरिरहेको हुन्छ कि है। अब जस्तै अघि सेल्फ रेगुलेसनको कुरा गर्दाखेरि पनि मैले सोच्नु पर्दैन कि मलाई डर लागिरहेछ म केही कुरा बेसरी समात्छु भनेर मलाई सिकाएको पनि होइन, प्लस मैले सोच्नु पनि पर्दैन कि त्यो अटोमेटिकली आउँछ क्या। सो मैले के गर्छु त मलाई एकदमै डर लागिरहेको छु, मलाई डर लागेपछि के हुन्छ त मेरो इमोसन्स त अलिकति डिस्टर्ब हुन्छ। अब मेरो इमोसन डिस्टर्ब हुने बित्तिकै मेरो बिहेभियर अप्रोप्रिएट नहुन सक्छ नि त। जस्तै मलाई रिस उठ्न सक्छ, रिस उठेर मैले त्यो नर्सलाई धकाल्न सक्छु अरू इन्जेक्सन तानेर चाहिँ मैले फाल्न सक्छु अरू त्यो ठाउँमा चाहिँ अब मलाई एकदम डिस्कम्फर्ट भएर मैले इनअप्रोप्रिएट तरिकाको बिहेभियरहरू गर्न सक्छु नि। तर मैले के बुझेको छु त होइन आई निड टु डु इट भन्ने कुरा बुझेर मैले के गरेँ त आफूलाई रेगुलेट गर्नको लागि केही कुरा बेसरी समात्यौँ नि है। यो उदाहरणलाई अलिकति बुझाउँ न। जस्तो कि अहिले मैले चाहिँ अटिजम भएको बच्चालाई इन्जेक्सन लगाउन लगिरहेको छु, उसले हजुरले भने जस्तै उसले डरायो, नर्ससँग रिसायो, इन्जेक्सन लगाउन मानेन भने चाहिँ उसलाई पहिल्यैबाट कसरी प्रिपेयर गर्न सकियो? ओके, सो फर्स्ट थिङ भनेको हामीले दिनुपर्ने भनेको कन्सेप्ट हो। कन्सेप्ट नदिकन उसलाई कसरी रेगुलेट गर्ने मात्र भनेर सिकाएर चाहिँ हुँदैन, किनभने कन्सेप्टै नभएसम्म उसले के गर्न लागिरहेछ के भइरहेछ भन्ने कुरा बुझेन भने त उसको एन्जाइटी लेभल अझै माथि जाने भयो नि त। सो त्यो भएको भएर फर्स्ट थिङ चाहिँ कन्सेप्ट दिनु पऱ्यो। ओके हामी यो गर्न लागिरहेछौँ, यो भनेको लाइक इन्जेक्सनले यस्तो गर्छ भनेर पोजिटिभ कुराहरू गर्ने। सो यो गर्दाखेरि चाहिँ अब जस्तै उसलाई कोही अब अलिक अन्डरस्ट्यान्डिङ बच्चा हो भने जस्तै उसको रोल मोडलको हो त, जस्तै उसलाई डोरेमोन एकदमै मनपर्छ नि, डोरेमोनले पनि इन्जेक्सन लिँदाखेरि डोरेमोन स्ट्रङ हुन्छ, यस्तो तरिकाको स्टोरिजहरू सुनाउन सक्यो। प्लस उसलाई स्टेप बाई स्टेप चाहिँ अब प्रिपेयर गर्ने, लाइक जानुभन्दा अगाडि नै यस्तो हुन्छ, नर्स आउनुहुन्छ, नर्सले यसरी रबर बान्नुहुन्छ, इच एभ्री स्टेप सिकाइसकेपछि चाहिँ बच्चालाई अलिकति रेगुलेट गर्न सजिलो हुन्छ। अब त्यो कन्सेप्ट भइसकेपछि एउटा चाहिँ मेन्टली प्रिपेयर भइसकेपछि त कुनै पनि फङ्सन गर्न इजी हुन्छ नि त होइन। सो नर्मली त्यो सबैजनाको एउटै बिहेभियरै हो। सो त्यो भइसकेपछि चाहिँ हामीले अब अर्को भनेको चाहिँ रेगुलेट गर्ने पार्ट भयो, जुन कुरा हामीले पनि गर्नुपर्ने हुन्छ, मिन्स हाम्रो बच्चाहरूले पनि गर्नु नै पर्यो। सो हामीले कसरी रेगुलेट गर्छौँ त केही कुरा स्क्विज गरेर गर्छौँ नि, केही कुरा बेसरी समातेर। सो त्यही कन्सेप्ट हामीले सिकाउन सकिन्छौँ कि जस्तै बच्चालाई चाहिँ केही स्क्विसी टोइजहरू दिएर चाहिँ ओके लेट्स काउन्ट फर लाइक काउन्ट अफ 10सम्म चाहिँ हामी स्क्विज गर्ने भनेर उसलाई चाहिँ डिस्ट्र्याक्ट गर्ने। प्लस डिस्ट्र्याक्ट गर्दाखेरि पनि यस्तो तरिकाले डिस्ट्र्याक्ट गर्नु पऱ्यो जुन चाहिँ उसको लागि रेगुलेटिङ पनि हुन्छ कि। जस्तै तपाईँलाई इन्जेक्सन दिन लागिरहेछ, तपाईँले उसलाई डिस्ट्र्याक्ट गर्नको लागि जुस खुवाइराख्नु भएको छ, तर जुस चाहिँ उसको लागि त्यस्तो रिइन्फोर्सर होइन, उसलाई त्यस्तो मनपर्ने कुरा होइन भने त्यसरी डिस्ट्र्याक्ट गरेर नहुने भयो कि है। सो उसको बडीलाई पनि काम डाउन हुने तरिकाको उसलाई रिइन्फोर्समेन्ट दिनु पऱ्यो। जस्तै अब हामीले घरमा अटिजम भएको बच्चा हुर्काउँदैछौँ जसलाई चाहिँ विभिन्न खालका सेन्सरी समस्याहरू छन् भने त्यस्तो स्पेसिफिक कुनै सेटअप बनाउनु पर्ने आवश्यक हुन्छ घरमा? त्यस्तो स्पेसिफिक सेटअपै भनेर बनाउनु पर्ने भनेर चाहिँ हुँदैन, तर अब एउटा भनेको सेफ्टी कन्सर्नको कुराले गर्दाखेरि अब जस्तै बच्चा एकदमै दौडिने उफ्रिने चढ्ने टाइपको बच्चाहरू छ भने चाहिँ अलिकति सेफ्टीको हिसाबले हामीले त्यही अनुसारको सेटअप गर्दाखेरि बेटर हुने भयो। अर्को भनेको हाम्रो मेन टार्गेट भनेकै बच्चालाई जति पनि थेरापीहरू दिन्छौँ, पेरेन्टहरूले जति पनि ट्रेनिङहरू दिन्छौँ, अल्टिमेटली हामीले एउटा नर्मल इन्भाइरोमेन्टमा एउटा इन्डिपेन्डेन्ट तरिकाले एडजस्ट गर्न सकोस् अर फङ्सनिङ गर्न सकोस् भन्ने हो नि त। सो त्यो भएको भएर इन्भाइरोमेन्ट पनि सेटअप पनि नर्मली राखेको बेटर नै हो, तर त्यसमा चाहिँ के गर्ने कसो गर्ने भन्नेको बारेमा चाहिँ हामीले अलिकति भोलिन्टरीली हामीले आफै नै उसलाई सपोर्ट चाहिँ गर्नुपर्ने हुन्छ इनिसियली।
हजुर जस्तै धेरैजना अटिजम भएको बालबालिका हुर्काइरहनु भएको प्यारेन्ट्सहरूको स्ट्रगल भनेको बच्चा चाहिँ सिलेक्टिभ इटर छ होइन, राति टाइममा उठ्ने होइन, स्लिपिङ प्रब्लम, अनि घुमिरहने, माथि चढिदिने होइन, अनि त्यसपछि अब आफूले कहाँ हिँडाइरहेछ उफ्रिदिइहालिदिने, भोकल स्ट्रिमिङहरू होइन, फरक खालको आवाजहरू निकालिराख्ने, त्यो खालको जुन स्ट्रगल हुन्छ नि, अब त्यस्तो अवस्थामा चाहिँ प्यारेन्ट्सहरूले आफ्नो बच्चालाई कसरी सपोर्ट गर्ने? सबभन्दा फर्स्टमा एज अ पेरेन्ट गर्नुपर्ने भनेको बुझ्नु पऱ्यो, अन्डरस्ट्यान्डिङ है। हामीले लुक एन्ड लिसन भनेर भन्छौँ कि बेसिकली पहिला बच्चालाई हेर्न र सुन्नु पऱ्यो कि बच्चाले कुनै पनि स्पेसिफिक बिहेभियर किन गरिरहेछ त। जस्तै तपाईँले अघि कुरा गर्नुभयो धेरै जम्प गर्ने कुराहरू, अब जम्प गर्नुको कारण पनि विभिन्न हुन्छ कि। एउटा भनेको एज अ पेरेन्ट कस्तो हुन्छ त, अलिकति डरलाग्दो तरिकाले चढ्यो भने हामीले धेरै अटेन्सन दिन्छौँ है। सो बच्चाले कहिलेकाहीँ अटेन्सन पाउनको लागि पनि त्यो बिहेभियरहरू गरेर हुन्छ, कहिलेकाहीँ चाहिँ उसको बडीले नै डिमान्ड गरेर गरिरहेको हुन्छ, जुन हामीले अघि नै भन्यो नि हाइपो सेन्सिटिभ भनेर, बडी धेरै डिमान्ड गर्ने, सेन्सरी इनपुट डिमान्ड गर्ने। सो त्यो डिमान्ड गरेको कारणले गर्दाखेरि मुभ गर्ने पनि हुन्छ। तर कहिलेकाहीँ फेरि अरू इनपुटहरू हुन्छ नि, जस्तै लाइटको कुराले गर्दा आज एकदम क्राउडेड भइरहेछ, वरिपरि घरमा पाहुनाहरू आइरहेछ, त्यसले गर्दाखेरि बच्चा एकदमै ओभर स्टिमुलेट भइरहेछ। त्यो स्टिमुलेट भएको कारणले गर्दाखेरि बच्चाले आफूलाई रिल्याक्स गर्न पनि मुभमेन्ट गर्छ कि। अघि मैले भने नि भेस्टिबुलर सेन्सले पनि हाम्रो बडीलाई काम डाउन गर्न सपोर्ट गर्छ। सो फर्स्ट अफ अल चाहिँ पेरेन्टले बुझ्नु पऱ्यो कि किन चाहिँ यो मुभमेन्ट अरू किन चाहिँ यो बिहेभियर देखाइरहेछ त भन्ने कुरा बुझ्न सक्नु पऱ्यो। त्यो बुझिसकेपछि हामीले त्यही अनुसार चाहिँ म्यानेज गऱ्यौँ भने चाहिँ त्यस्तो च्यालेन्जिङ चाहिँ नहोला पेरेन्ट्सहरूलाई चाहिँ है। हामीले प्राय बच्चाले स्टिमिङ गऱ्यो भने उसलाई डाइभर्ट गर्ने अथवा त्यस्तो केही गरिरहेको हुन्छ प्यारेन्ट्सहरूले होइन। स्टिमिङ सामान्य हो? तपाईँलाई के लाग्छ एज अ पेरेन्ट? एज अ प्यारेन्ट मैले चाहिँ उसलाई स्टिमिङ गर्न दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ पर्सनल्ली। तर अब कति बेला चाहिँ होइन रोक्नुपर्ने हो कि भन्ने खालको पनि आउँछ नि। एक्ज्याक्टली। सो मैले अघि भने नि पहिला बुझ्नु पऱ्यो किन गरिरहेछ भन्ने कुरा। इफ उसको बडीले डिमान्ड गरेको कुरा हो भने हामीले दिनु पऱ्यो। तर के कुरा याद गर्नु पऱ्यो भन्दाखेरि उसको त्यो अब जस्तै जम्पिङकै कुरा भयो, त्यो जम्पिङ कतिको अप्रोप्रिएट छ, त्यसले गर्दाखेरि के कुरामा अफेक्ट गरिरहेछ त। सो त्यो कुरालाई चाहिँ कहिले च्यालेन्जिङ भन्ने एउटा हुन्छ कि। सो हामीले चाहिँ के कन्सिडर गर्छौँ भने त्यो बिहेभियरले गर्दाखेरि बच्चाको लर्निङमा अफेक्ट भइरहेको छैन, इफ त्यो बच्चाको डेभलपमेन्टमा अफेक्ट भइरहेको छैन, अनि त्यो कुरा चाहिँ हार्मिङ छैन उसलाई आफैलाई प्लस इन्भाइरोमेन्टलाई हार्मिङ छैन भने चाहिँ हामीले चाहिँ त्यो कुरालाई चेन्ज गर्न रेकमेन्ड गर्दैनौँ कि। त्यो कुरा गर्न दिँदा हुन्छ। त्यसलाई हामीले जुन अब स्टिमिङ भन्छौँ भन्नलाई त्यो रिपिटेटिभ मुभमेन्ट गर्दाखेरि केही फरक पर्दैन कि। तर त्यो कुराले अफेक्ट गरिरहेछ उसको लर्निङमा, उसको सेफ्टीमा, उसको डेभलपमेन्टमा अफेक्ट गरिरहेछ भने चाहिँ हामीले इनअप्रोप्रिएट तरिकाले उसको डिमान्ड चाहिँ फुलफिल गरिदिनु पर्ने हुन्छ। लास्टमा हजुरलाई अटिजम भएको बालबालिका हुर्काउँदै गर्नुभएको प्यारेन्ट्सको लागि केही मेसेज छ? आई थिङ्क पेरेन्ट्सलाई भन्दाखेरि पनि आई थिङ्क आई हेभ अ मेसेज फर अ सोसाइटी। किनभने सोसाइटीले एक्सेप्ट गरेको भए पेरेन्ट्सहरूलाई जति स्ट्रगल गरिराख्नु भएको हुन्छ त्यति स्ट्रगल गर्न चाहिँ नपर्ने हुन्छ कि सायद। किनभने जुन अघि तपाईँले एउटा क्वेसन सोध्नुभयो नि जम्पिङ गर्दाखेरि रोक्ने कि नरोक्ने भन्ने कुराहरू, अब त्यो पेरेन्ट्सहरूलाई चाहिँ रोक्न मन लाग्दैन। किनभने पेरेन्ट्सहरूलाई थाहा छ कि त्यो गर्दाखेरि बच्चालाई चाहिँ सजिलो भइरहेछ र त्यो बच्चा चाहिँ ह्याप्पी भइरहेछ भन्ने कुरा थाहा छ। सो दे डोन्ट वान्ट टु स्टप। तर सोसाइटीले के भन्छ भन्ने हिसाबले गर्दाखेरि दे वान्ट टु स्टप इट। प्रेसर बढी भयो। त्यो सोसाइटीले एक्सेप्ट नगर्ने बित्तिकै पेरेन्ट्सहरूलाई एउटा छ नि ट्रिगर गरिरहेछ कि त्यो स्ट्रगललाई अझै पनि धेरै ट्रिगर गरिरहेछ। सो त्यो भएको भएर पेरेन्ट्सहरूलाई त म एकदमै एप्रिसिएट गर्छु। लाइक सबैजना पेरेन्ट्सहरूले एकदमै धेरै एफोर्ट लाउनुहुन्छ, आफ्नो बच्चाको लागि कति धेरै टाइमहरू दिनुहुन्छ, आफ्नो जबहरू सबै कुराहरूलाई सेक्रिफाइस गरेर टाइम दिएर एफोर्ट दिएर सबै कुरा म्यानेज गरिरहनु भएको हुन्छ। तर सोसाइटीले त्यो कुरालाई एप्रिसिएट गरिदिनु भयो भने चाहिँ आई थिङ्क लाइफ वुड बी मच इजियर। थ्याङ्क यू सो मच म्याम। अस यु आर अलवेज वेलकम। आज हामी सेन्सरी समस्या के हो र अटिजम भएका बालबालिकामा सेन्सरी समस्या किन देखिन्छ र अटिजम भएका बालबालिकालाई देखिएको सेन्सरी समस्यामा चाहिँ सेन्सरी इन्टिग्रेसन थेरापीले चाहिँ कसरी सपोर्ट गर्छ भन्ने विषयमा कुराकानी गऱ्यौँ। तपाईलाई हाम्रो एपिसोड कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। यतिन्जेल हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।